पुरै सरकार चाहिँ दुईटा काममा लागिरहेको छ क्या एउटा बालेनलाई कसरी ऱ्याग हान्ने ऱ्याग नानी भने यो केटालाई भन्ने टाइपको छ एउटा होइन एउटा चाहिँ रविलाई कसरी फसाउने है रविलाई त पुरै संयन्त्र पुरै राज्य संयन्त्र त्यो दुईटा चिजमा केन्द्रित छ होइन सर अनि देश विकास अहिले पखन अब रविले त पक्रियो पुरा लास्ट विश भनेर भनिदियो लास्ट विस अन्तिम इच्छा अन्तिम इच्छा भनिदियो के तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नु यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ वाइल्ड हो अनि मैले भने क्या ब्रो जे पनि भइदिने त्यही त पेपर पनि नबोकेर हाम्रो पक्रिनु गएको छ हो दाइ होइन जे पनि भइदिने म त तिम्रो अन्त तुका तु त्यहीँ लेखेर होइन टाकटुक टाइपको क्या अब मुनिले मलाई पक्राउ कुर्सी त मलाई जारी हुनु परेन र अहिले लेख्ने तपाईँले अब एउटा होइन पक्रेको गर त्यही के वाइल्ड होला है सर कागज भनेर ल ल आयो कागज भनेर कागज आयो छैन कागज डट 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 लेखा होला नि त ल यति यति गति यति दिनलाई अथवा महिना गते भन्ने टाइपको लेख्दाखेरि चाहिँ अब त्यो बार्गेन होला केही पनि छैन क्या त यत्तिकै गर मान्छे बसेर पक्रिन गइदिने क्या मैले भने यस्तै कोठाभित्र क्या डिसिजनहरू हो क्या सर त्यसलाई के गर्ने भन्दा त्यसलाई यसो गर्ने त्यो सानो कोठामै बसेर यो त कस्तो भनेर त हामीहरू बसेर कहिले खाइरह हुन्छौँ नि खाएर बस्छ भने पोखर गइदिनु पोखर कोठामा ट्याक्सी बुक गरेर भाग्छ बस्यो खायो रविले हालिदियो भने एउटाले हालिदिनु भनेर भाग्नु सबले के छ सर तपाईँ के छ भने हाम्रो सबै स्थिति हेर्दाखेरि अहिले उसलाई भित्र जाँदाखेरि ठिकै हुन्छ अनि कुन लले गर्दा हाल्न मिल्छ सर भन्नुहोस् त हामीले यो कारणले गर्दाखेरि चाहिँ हामीले उसलाई हाल्न मिल्छ यसो गर्दा अनलफुल काम त गर्न मिलेन नि त सरकारले चाहिँ अनलफुल काम चाहिँ गर्दैन क्या त्यही लभित्र कहाँ लुप होल छ त्यो लुप होलबाट यताबाट यता छिर्दै मिलाउने हो क्या होइन त यस्तो हामी जस्तो अब नर्मलहरूलाई पढ्नु भयो छुट्टै कुरा पनि भयो क्या हामीहरू त बित्तिकै होला भन्नु पनि जानु पर्यो त अप्सन छ त के त्यहाँ त्यत्रो मान्छेलाई लानलाई त एटलिस्ट पेपर त बोकेर जानु पर्थ्यो त्यही पनि होइन त्यो मान्छे ठुलो होस् अथवा हामी नर्मल मान्छे होस् हामीलाई पनि त्यति किन पक्रिने पक्रिने त्यहाँ पनि त त्यस्तै भयो त्यो कुरा भन्नु खोजेको त्यहाँ त 10तिरबाट देखिन्छ नि त नि धेरै आइज एङ्गलबाट देखिन्छ नि त्यो गएर भने त आफूलाई राम्रो देखिन्छ नि त त्यो एङ्गलमा त अलिकति त्यति बोकेर गए पक्रिनै गइसकेपछि यत्रो मान्छे लिएर त बोकेर गए सकि त हाल्थ्यो नि सोध्दैन थियो होला त उसले के खै त कागज भनेर सोध्दैन थियो होला त त्यही त हेर्नु नर्मल कुराहरू सोधिहाल्छ नि होइन लास्टमा त अनि अन्तिम इच्छा पनि